मेरो रुख भनेर काङ्ग्रेसै समातिराख्नु भएको छ। अनि मेरो सूर्य भनेर अनि एमालेलाई नै ढोगिराख्नु भएको छ। कतै सक्कली जेन्जीहरूको माग नक्कली जेन्जीले हाइज्याक गरेर अमेरिकाको खल्तीमा हालिदिया हो कि यो सबै गाई फर्म हो, यो मासु खाने गाईहरू हो खासमा, हानु भन्छ यसलाई। अनि यहाँ जसले जे गरेछ तिनीहरूलाई कारबाही होइन फेरि नमस्कार गर्नुपर्छ। अनि देश उहीँ पुरानै अवस्थामा। म चाहिँ अहिले इभिनिङ वाकमा यसो माथि त्यो एक्सर्साइज गर्ने ठाउँसम्म जान लागेको, तर रात पर्न लाग्यो, रात परिसक्न लाग्यो। कोरियामा चाहिँ यस्तै छ, कोरियाको दैनिकी हो। यहाँ गाई फर्म छ, हो यो सबै गाई फर्म हो, यो मासु खाने गाईहरू हो खासमा, हानु भन्छ यसलाई। नेपालको ब्रोइलर कुखुरा जस्तै हो। अनि यिनीहरू चाहिँ यहाँ मासु उत्पादनको लागि प्रयोग गरिन्छ, पालिन्छ। यिनीहरू चाहिँ मासुको लागि हो विशेष। यो खाना खाने टाइम भयो, भोक लाग्यो, दाना खाने टाइम भएर कराइरहेको छ। यहाँ ठुलो छ, धेरै सही छ गाईहरू, हानु भन्छ यसलाई खासमा। यो दुध दुने, दुध खाने, दुधको प्रयोजनको लागि अर्कै गाई हुन्छ, माली गाई हुन्छ। यो रातोहरू चाहिँ मासु खानको लागि, मासुको लागि हो खासमा। महँगो हुन्छ कोरियामा बिफ चाहिँ अन्यको तुलनामा। यस्तै छ साथीहरू, माथि जानुपर्ने जङ्गलको बिचमा अझै निकै छ। मसँग आउने एउटा जेन्जी भाइ आज खाना पकाउन बसेको छ होस्टेलमा। उसको किचनको आज पालो परेर नआएको मसँग, म एक्लै माथिसम्म जानु पर्यो भनेर हिँडेको। अब नेपालमा परिवर्तन आउँछ कि जेन्जीको आन्दोलनले भनेर सोच्दा हेर्दा केही गतिलो छाटकाट देखिँदैन। आन्दोलन मात्रै भयो। मर्नेहरू, मृतक हुने शहीदहरू शहीद भए, जो घाइते अङ्गभङ्ग हुनुभएकोहरू अझै हस्पिटलको बेडमै हुनुहुन्छ। खै त एकजना मरेर 20 लाख दिएर पुग्दो रहेछ, 10 लाख दिएर पुग्दो रहेछ। त्यो पनि कति किस्तामा होला। देशले खोजेको आमूल परिवर्तनको निम्ति ज्यान गुमाए जेन्जीहरूले, तर उनीहरूकै सरकार भनेर आएका जो व्यक्तिहरूले अहिले 10 लाख र 20 लाखमा कुरा मिलाइसकेको जस्तो देखिन्छ। यस्तै हो भने अब देश त झनै गम्भीर मोडमा जाला जस्तो लाग्छ। जेन्जीहरूले त्यो बेला उठाएको मुद्दा, प्रत्यक्ष कार्यकारी प्रमुख 4 वर्षको माग सबै हाइज्याक भएर कता दलाई लामाको गोजीतिर कि अनि अमेरिकाको गोजीतिर पुगे जस्तो लाग्छ। यदि यस्तै हो भने नेपाल बन्दैन। उहीँ फेरि पुरानै दल, पुरानै सत्ता, यथास्थिति, पुरानै चुनाव हो भने अब जेन्जीहरूले जति रगत बगाए बग्यो, सक्यो, केही हुनेवाला छैन। अब लाग्छ अब फेरि उही जति काठमाडौँमा हामी विदेशमा सञ्चार माध्यमको सुविधामा रहेकोहरूले मात्रै पुग्ने हो। कार्यकारी राष्ट्रपति यो फलानोलाई भोट दे, चिलानोलाई दे भनेर कराउने त्यति मात्रै हो। तर भोट हाल्ने जो हुनुहुन्छ गाउँका आमा बुवाहरू नै हुनुहुन्छ। अनि उहाँहरू चाहिँ अहिलेसम्म पनि मेरो रुख भनेर काङ्ग्रेसै समातिराख्नु भएको छ। अनि मेरो सूर्य भनेर अनि एमालेलाई नै ढोगिराख्नु भएको छ होइन। अनि मेरो हँसिया हथौडा घाँस काट्न र ढुङ्गा फुटाउन चाहिन्छ भनेर त्यही पुरानो माओवादीलाई नै अहिलेसम्म समर्थन गरिराख्नु भएको अवस्था छ।
त्यस्तो हो भने यही परिवेशमा यही स्थितिमा पहिलाकै अवस्थामा चुनाव भयो भने चाहिँ सक्यो। उही हो आउने फेरि उही हो एमाले काङ्ग्रेस माओवादी नै हो। किनकि काठमाडौँ मात्रै नेपाल होइन, काठमाडौँको जनता भलै शिक्षित हुनुहुन्छ होला, अनि जुन सहरमा यसको मतलब गाउँको सबै अशिक्षित भन्न खोजे पनि होइन, तर पनि काठमाडौँमै पनि कतिपय हुनुहुन्छ नि त काङ्ग्रेस एमाले माओवादी है मेरो पार्टी यो पार्टी यो पार्टी। त्यस्तो अवस्था हो भने उही हो पुरानै लयमा जान्छ। अनि यहाँ जसले जे गरेछ तिनीहरूलाई कारबाही होइन फेरि नमस्कार गर्नुपर्छ। अनि देश उहीँ पुरानै अवस्थामा उहीँ भ्रष्टाचारमा उहीँ तस्करीमा उहीँ बिचौलिया तन्त्रमा जान्छ, काम छैन। त्यही भएर अब खै त्यो प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा कसले खल्तीमा हाल्या हो, यो बिचमा आएर सक्कली जेन्जी नक्कली जेन्जीको पनि कुरा उठिरहेको छ। कतै सक्कली जेन्जीहरूको माग नक्कली जेन्जीले हाइज्याक गरेर अमेरिकाको खल्तीमा हालिदिया हो कि भन्ने पनि लागिरहेको छ। यदि त्यसो भने देशमा अशान्ति मच्यो, अब अशान्ति भइसक्यो। अब नेपाल फर्किने आधार, अब नेपाल कसरी फर्क्यौँ अनि के गर्नलाई फर्क्यौँ, जस्तो हामी सम्पूर्ण विदेशमा रहेको जुन रोजगारको सिलसिलामा भएको हामी सम्पूर्णको पनि एकदम मनमा गाह्रो अवस्था परिरहेको छ। हेलो फाइनल्ली गाइस, म चाहिँ यहाँ आइपुगेँ मेरो एक्सर्साइज गर्ने ठाउँमा। यहाँ आइपुगिसकेँ। अब यस्तै छ देशको स्थिति। एकछिन एक्सर्साइज गरेर कसरत गरेर जानुपर्छ। अब जो जेन्जीहरू त्यत्रो आन्दोलनमा त्यस्तो सपना बोकेर उत्रिए, शहादत प्राप्त गरे दर्जनौँ दर्जनले, अनि बाँकी सयौँ अझै हस्पिटलको बेडमा चिच्याइरहनु भएको छ। जुन उद्देश्यले आन्दोलन गर्नुभएको थियो जेन्जीहरूले त्यो पुरा नहोला जस्तो देखिन्छ। किनकि उहाँहरूको फर्स्टमा सुरुको माग हेर्दाखेरि प्रत्यक्ष निर्वाचित जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख 4 वर्षको लागि भन्ने थियो। त्यो हेर्दाखेरि हामी पनि विदेशमा भएको पनि सबै उत्साहित भएको थियौँ। अब चाहिँ देशले साँच्चीकै कोल्टे फेर्छ कि क्या हो भनेर। अनि सिंहदरबारहरू जलिरहँदा पनि अर्को सिंहदरबार बन्छ। अब सिंहदरबार नभनौँ, अब अर्को सेवा दरबार, हर्क साम्पाङकै भाषामा सिंहदरबारलाई सिंहदरबार नभनौँ, सेवा दरबार बनाऊँ भनेर होइन। अब चाहिँ सेवा दरबारै बन्छ कि क्या हो साँच्ची भन्ने आशा लागेको थियो। तर समय बित्दै जाँदाखेरि अहिले आएर सबै ती माग मेन मुद्दाहरू यहाँ आएर सक्कली जेन्जी नक्कली जेन्जीको नि कुरा उठिरहेको छ। जुन सक्कली जेन्जीहरूले उठाएको माग चाहिँ कता गयो, कसको खल्तीमा पर्यो, अमेरिकाको खल्तीमा हालिदियो कि जस्तो पनि लागिरहेको छ। अहिले आएर सामाजिक सञ्जालहरू हामीले विश्लेषण गर्ने हो भने, हेर्ने हो भने, यदि त्यसो हो भने अब गाह्रो छ। किनभने फेरि उही पहिलाकै पुरानै ढाँचामा, पहिलाकै परिवेशमा, पहिलाकै अनुसार निर्वाचन भयो भने, हुने भयो भने किन बर्बाद भयो भन्दाखेरि ल बालेन शाह उठ्लान् रे, हर्क साम्पाङ उठ्लान् रे, उहाँहरूको क्षेत्रमा जित्नु होला, एक ठाउँ जित्नु होला रे। एक ठाउँ हो नि त्यो त, काठमाडौँमा जित्नु होला रे। काठमाडौँ हो नि, काठमाडौँ मात्रै नेपाल होइन। हर्क साम्पाङ आएर धरानमा जित्नु होला रे, धरान मात्रै नेपाल होइन होइन। अनि त्यसमा पनि काठमाडौँ, धरान, पोखरा इत्यादि जहीँ भनौँ न, रामेछाप होइन, जहीँ भनौँ न, त्यहाँ पनि त बुढाबुढी आमाहरू अझै पनि मेरो रुख भनेर रुखै समातिराख्नु भएको छ, काङ्ग्रेसलाई समातिराख्नु। मेरो सूर्य भगवान भनेर अझै पनि एमालेलाई नमस्कार गरिराख्नु भएको छ।
मेरो हँसिया थौडा हजुर घाँस काट्न काम लाग्छ, ढुङ्गा फोड्न भनेर माओवादीलाई नै समातिराख्नु भएको छ के कैयौँले। बुढापाका मात्रै नभनौँ न, कैयौँ युवाहरू पनि हुनुहुन्छ नि त। त्यो हिसाबले अब यही अनुसार चुनाव भयो भने त फेरि उही हो, रुख घाम हँसिया ठौडा यति हो, सकियो। त्यसपछि जेन्जीहरूको रगत गयो, सडकमा जति बग्या थियो बग्यो, सक्यो, सुक्यो त्यसपछि। तर मेन यहाँनिर यो प्रत्यक्ष जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भन्ने एजेन्डा चाहिँ आखिर कसले लुकायो? बालेन शाहज्यूले त्यत्रो उकास्नु हो, ल केही गर्नुहुन्छ नै होला भनेर नै त्यत्रो युवाहरू उत्रिनु भयो, अहिलेसम्म शहादत प्राप्त गर्नुभयो। अनि अहिले ती मुद्दाहरू चाहिँ सबै छैन, सकियो प्रत्यक्ष कार्यकारीको। अनि त्यस्तो अवस्थामा बालेन शाह जस्तो एउटा बुद्धिजीवी, त्यत्रो युवा उतार्न सक्ने मान्छेले युवाहरूको माग सम्बोधन हुँदैछ कि हुँदै छैन, खबरदारी त के चुपचाप बस्नुहुन्छ त? किन खासमा के चलिरहेछ खेला यहाँ? नेपाली जनतालाई फेरि पनि धोका त भइरहेको छैन युवा नेताको नाममा? फेरि पनि देशलाई गद्दारी भइरहेको छैन? सोच्ने बेला छ। किन, के का लागि प्रत्यक्ष कार्यकारी जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारीको मुद्दा 1 नम्बरमा थियो, त्यो अहिले सुनिँदैन किन?